हेलो गाइस, फेरि पनि म अर्को भिडियो लिएर हजुरमाझ आइसकेको छु। यो चाहिँ मेरो रुम हो। म चाहिँ पार्ट टाइम सकेर खानासाना खाएर फेरि अर्को ड्युटीको लागि जाने तयारी गर्दै बाटोमा निस्किने कोसिसमा छु। यहाँदेखि चाहिँ जियोस् बस स्टप त्यही 5-7 मिनट लाग्छ। अनि माल्टामा चाहिँ लास्टै आज हावा चलिरहेको छ, एकदम घाम पनि छ। यस मौसम चाहिँ राम्रो छ, रमाइलो छ माल्टा। जस लाइक वेदर पनि नेपालको जस्तै, अनि नेपालीहरू पनि टन्नै जहाँ अब नेपाली देखिन्छन्, इन्डियन देखिन्छन् है, सबै कम्युनिकेसन मिल्ने हुँदा अब मल्टिज ल्याङ्ग्वेज पनि हल्का फुल्का बोलिन्छ, त्यसले पनि मजा आउँछ। मल्टिज यहाँको मल्टिजहरू पनि एकदम काइन्डली हुन्छ है। अब ड्युटी जाँदैछु म चाहिँ। अब जस यहाँ माल्टामा पनि एउटा कुरा यो अँसुरो देखेँ मैले है यहाँ, अनि मैले त त्यतिकै यो फुलिया रहेछ, यसको रस चुसेँ। त्यसपछि म फेरि अनि आफ्नो गन्तव्यतिर लाग्दैछु। जस बच्चाको याद आउँछ यो अँसुरोमा खेलेको होइन, रस चुस्ने यसको फुलहरूको खुब मजा आउँछ। पहिलाको यादहरू दिलाउँछ यो अँसुरो देख्दा पनि। जस माल्टा जस अरू देशभन्दा धेरै राम्रो छ, सेक्योर छ है, क्राइम पनि खासै हुँदैन, बस्नको लागि ठिक छ। तर थोरै एक्सपेन्सिभ छ त्यही यो रुम रेन्टहरू। पैसा पनि ठिक छ, स्किल हुन्छ भने झनै राम्रो भयो। अब हजुरहरू यदि कोही आउँदै हुनुहुन्छ भने चाहिँ स्किल सिकेर मजाले है आउँदा राम्रो हुन्छ। म चाहिँ आज उता बस छुटेको भएर अर्को बस छोपेर यहाँसम्म आएँ, पावला भन्ने ठाउँमा। म चाहिँ खासमा फुकुरा हो बस्ने चाहिँ। सो पावलामाबाट अब फेरि बम्बी जानुपर्ने हुन्छ। फाइनली मेरो बस पनि आयो। अब यो तिलिन्जा कार्ड चाहिँ बसमा पञ्च गर्ने अनि हिँड्ने हो। जस एकचोटि कार्ड बनाइसके चाहिँ कार्ड पञ्च गर्ने हिँड्ने हो। फ्री सेवा छ यहाँ, जेस एउटा चाहिँ खुसीको खबर। हजुरहरू पनि आउनुभएको छ भने सुरुमा चाहिँ पे गर्नुपर्छ यो कार्डको लागि चाहिँ, फ्री सेवा लिनको लागि। होइन भने चाहिँ €2.50 चाहिँ पे गर्नुपर्छ। 2 घन्टाको लागि मात्र हुन्छ त्यसको भ्यालिड चाहिँ। सो बस पनि खाली रहेछ। म चाहिँ लास्ट सिटतिर बस्ने कोसिस गर्दैछु, किनकि भिडियो बनाउँदैछु नि त बाहिरको। यो चाहिँ राउन्ड एबाउट पावलाको है, एकदम राम्रो छ आज मौसम पनि। यहाँ चाहिँ अब पावला र मोरोको चौबाटो जस्तै भनौँ न, यताउता डाउने फुलहरू छ, एकदम राम्रो छ। म चाहिँ फाइनल्ली बम्बे पुगेँ। अब यहाँबाट चाहिँ अर्को रुटको बस मैले छोपेर मेरो काम गर्ने स्थलमा जानुपर्ने हुन्छ। सो फाइनल्ली यो बम्बे हो, हेर्नुहोस्। अनि यहाँबाट चाहिँ जे होस् त्यही 10-15 मिनट लाग्छ बसमा। जाम भएन भने त 10 मिनटमा पुगिन्छ, नभए 15 मिनट लाग्छ। अब अर्को बस छोप्दैछु। यहाँ पनि कार्ड पञ्च गरेँ। अब यसै गरी यहाँ त झन् पुरै खाली रहेछ बस। फाइनल्ली आफ्नो काम गर्ने ठाउँमा पनि आइसकेँ म। अनि उहाँ चाहिँ मेरो साथीले काम गर्दै हुनुहुन्छ भन्दै आजको लागि बाई बाई।